येशू ख्रीष्टको अति पवित्र नाममा यहाँहरू सबैलाई हार्दिक अभिवादन। प्रियहरू, अशुद्धता तथा सबै प्रकारको लैङ्गिक पाप, विवाहभन्दा अघि, विवाहदेखि बाहिर, समलिङ्गी, वेश्यावृत्ति, पशु सम्भोग सुन्नमा जति घिनौना अनि भयानक लाग्छ, आजको समाजमा रोचक अनि स्वैच्छिक धारणा हुन लागेको छ। सृष्टिकर्ता परमेश्वर यो भयानक पापलाई घृणा गर्नुहुन्छ अनि यसको प्रमाण यो हो कि सबै प्रकारको सभ्यताको पतन चाहिँ यही पापको चरम सीमामा पुगेको कारण भएको छ। के यस्तो भयानक पाप र यसको दण्डबाट कोही मानिसले छुटकाराको आशा राख्न सक्छ? हजुर, पवित्र शास्त्र बाइबल रोमी 6:23 को वचनमा यसरी लेखेको छ, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। जो कोही आफू पापी भएको वास्तविकता स्वीकार गरी येशू ख्रीष्टलाई वा मेरो सबै प्रकारको घिनलाग्दो पापहरूको दण्ड सहन कल्वरी क्रुसमा बलि भई मारिनुभयो, गाडिनुभयो र तेस्रो दिनमा बौरी उठ्नुभयो भने विश्वास गर्दै उहाँलाई प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्छ, ऊ पाप र यसको भयानक दण्डबाट पूर्ण छुटकारा पाउँछ। यसैले प्रियहरू, स्वीकार, विश्वास अनि ग्रहण गरी छुटकारा पाउन परमेश्वरले तपाईहरूलाई सहायता गर्नुभएको होस्। आमेन।